यो डिजाइन हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। सो आई होप आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। र हजुरहरूलाई पनि यस्तो डिजाइन बनाउनु छ भने चाहिँ यो लास्टसम्म यो भिडियो हेरिदिनु होला। त्यसको लागि चाहिँ मैले सामानहरू जुगाड गर्दैछु अहिले चाहिँ है। चाहिन्छ यो भिडियोमा भन्ने छु र हजुरहरूलाई बनाएर पनि देखाउने छु। यस्तो खालको फ्लावर चाहिन्छ र यो चाहिँ क्रिम भनेर नसोच्नु होला। हजुरहरूसँग एभाइलेबल यस्तो मोतीगुटी छ भने चाहिँ हजुरहरूले युज गर्न सक्नुहुन्छ र छैन भने स्किप गर्दा पनि हुन्छ। यस्तो खालको फ्लावर बनाउन आउँदैन भने हजुरहरूलाई मैले भिडियोको निचे लिङ्क दिइसकेको छु र लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुन्छ यस्तो खालको फ्लावर कसरी बनाउँछ भनेर। हजुरहरूले देखिहाल्नुभयो भिडियोमा के छ र मैले के युज गरेको छु। मोमबत्ती पनि युज गरेको छु किनकि मेरो चाहिँ यस्तो खालको कारेन्टको वाला थियो त यो गम चाहिँ, तर फिलहाल बिग्रियो नि त त्यो, अनि त्यही भएर यसरी भए पनि युज त गर्नै पर्यो भनेर मैले मोमबत्ती जलाएर अनि उयो गरेर बनाएको छु। हेर्न सक्नुहुन्छ कति राम्रो भएको छ। म चाहिँ अहिले यहाँ लगाउँदैछु मोतीगुटी र हजुरहरूसँग पनि मोतीगुटी एभाइलेबल छ भने लगाउन सक्नुहुन्छ। धेरै नै सुन्दर देख्ने छ र यो चाहिँ फाइनल लुक हो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला है। बाइ बाइ गाइस, लास्टसम्म भिडियो हेर्नुको लागि थ्याङ्क यू।